यो क्वेसनमा हामीलाई के भनेको छ भने यो थीटा एङ्गल कति छ त्यो जसमा हाम्रो यो यो मेम्बर चाहिँ तल स्लाइड हुँदैन भने यो दुइटामा फिक्स सपोर्ट फिक्स सपोर्ट छ फिक्स सपोर्टमा यहाँ एउटा रियाक्सन आरए र यसको फ्री बडी डायग्राम यहाँ छ यसको यसमा यसको रियाक्सन यता रियाक्सन भनेको यो सपोर्टको पर्पेन्डिकुलर लाग्छ अलवेज भनेर आरएबी यहाँ लाग्यो अनि यसको एमा नि पर्पेन्डिकुलर लाग्छ नि भर्टिकल अप्पर लाग्यो रियाक्सन आर्ट ए तर हाम्रो यो तल स्लाइड हुनलाई तल साइड हुन रोकिने फोर्स भनेको यो तल स्लाइड हुँदाखेरि यो यसरी गरेर यताबाट जान्छ फोर्सले के अरे यो यताबाट चिप्लिन्छ अनि यो माथिबाट तल झर्न खोज्छ यो दुइटा रोक्नलाई हामीले यो फोर्स आरए एफए र एफबी दियौँ किनकि यो फोर्सले फिक्सनले गर्दा यो फोर्सले बचाउन खोज्छ त्यो र स्लाइडिङ यता हुन्छ भने त्यसको अपोजिट चाहिँ यता फोर्स रोक्ने फोर्स चाहिँ यो एफए लाग्छ अनि त्यसै गरी यो यता लेफ्टपट्टि झर्न खोज्छ नि यो माथिबाट तल झर्न खोज्छ नि त एउटै यो हो नि त यो त्यही भएर यसको लागि यसलाई बचाउनको लागि अपार्ट फोर्स हामीले एफए राखेका छौँ यहाँ यति भयो अब हाम्रो के छ भने समेसन अब हाम्रो तिनवटा इक्वेसन छ समेसन एफ एक्स इक्वल टु 0 समेसन एफ वाइ इक्वल टु 0 समेसन मुभमेन्ट इक्वल टु 0 हामी तिनवटा इक्वेसन छ यो तिनवटा इक्वेसनमा हामीले समेसन एफएक्स इक्वल टु 0 राइटबाट पोजिटिभ गरेर गऱ्यौँ भने हाम्रो फोर्स भनेको एफए यहाँ छ माइनस अर्को आरबी यहाँ छ आरबी इक्वल टु 0 अब यो केही छैन अरू कहीँ पनि केही छैन एफए भनेको हाम्रो फिक्सन फोर्स हो नि त फिक्सन फोर्सलाई हाम्रो फिक्सन फोर्सको फर्मुला के हो एफ इक्वल टु म्यू आर हो नि अब एमा राखेको भने चाहिँ ए दिनु पऱ्यो आर इक्वल टु म्यू आरए माइनस आरबी इक्वल टु 0 अब हाम्रो के छ म्यू भनेको 0.2 छ अर्कोमा 0.2 आरए इक्वल टु आरबी हाम्रो एउटा यो क्वेसन यो आयो अर्को अब समेसन एफवाई इक्वल टु 0 मा के हुन्छ नि समेसन एफवाई इक्वल टु 0 अप्पर पोजिटिभ हाम्रो फोर्स कुन छ आरए डब्लु तलपट्टि अनि आरबी माथिपट्टि भनेपछि आरए माइनस डब्लु प्लस एफबी इक्वल टु 0 यो तिनवटा छन् एउटा दुईवटा तिनवटा हेर है किन त्यो पछि हाम्रो आरए नै भयो माइनस डब्लु केही पनि देखाएन जस्ट इक्वेसनको फर्मुला मात्रै राख्ने प्लस आरबी अहिले भर्खर आरबी भनेको म्यू आरबी भनेको यो भर्खर इक्वल टु 0 भयो अब हाम्रो के छ भने हाम्रो यहाँबाट आरबीको भ्यालु निकाल्ने आरबी भ्यालु के छ 0.2 आरए यहाँ म्यू भनेको 0.2 आर अर्कोमा आरए भयो माइनस डब्लु प्लस म्यू भनेको 0.2 भयो आरबी भनेको 0.2 आरए इक्वल टु 0 भयो हाम्रो यो क्वेसन यति हो अब यहाँबाट आरएको टर्ममा डब्लु निकाल्ने डब्लु त राख्नु पाइयो आरए प्लस 0.2 को स्क्वायर आरए इक्वल टु डब्लु यो भनेको यति जोड्दाखेरि हाम्रो कति हुन्छ भने 1 प्लस 0.2 को स्क्वायर भनेको कति आयो हाम्रो 1.04 आरए इक्वल टु डब्लु हाम्रो आएको इक्वेसन यो आयो हाम्रो इक्वेसन अब एउटा इक्वेसन बाँकी छ अब यो इक्वेसन अहिले दुईवटा इक्वेसन सल्भ गरेर आएको इक्वेसन यो अब हामीलाई चाहिएको मुभमेन्ट एबाउट अब मुभमेन्ट कहाँ लिने भन्ने कुरो कुन चाहिँ उमा डिरेक्सनमा धेरै फोर्स छ भन्ने कुरा भनिन्छ तर के छ भने यहाँ पनि दुईवटा छ यहाँ पनि दुईवटा छ त्यही भएर जता लिने एउटै हो तर अब हामीले मुभमेन्ट एबाउट एमा लिएर गऱ्यो भने मुभमेन्ट एबाउट एमा लिएर गर्छौँ अब समेसन मुभमेन्ट एबाउट ए इक्वल टु 0 क्लकवाइज पोजिटिभ
यो सबैमा एउटा न एउटा डिरेक्सन के अरे एजुम गरेर राख्नुपर्छ। अर्कोमा हाम्रो मुभमेन्ट के दिन्छ हाम्रो मुभमेन्ट दिने यता अब आरएले मुभमेन्ट दिँदैन, एफएले मुभमेन्ट दिँदैन, किनकि यसको परपेन्डिकुलर डिस्टेन्स भनेको यसम्म 0 छ। तर डब्लुले दिन्छ, डब्लु इन्टु यति हो, हेरे यति। अब यति भने कति हो थाहा छैन। यति भने के हो भने अब हाम्रो यति निकाल्नको लागि अब म यो फिगर यतापट्टि बनाउँछु। के छ, यति हाम्रो यस्तो छ होइन, यस्तो छ। अब यो थीटा छ, अब टोटल अब यसलाई बनाऊँ L/2 छ। अब यो हामीलाई चाहिएको यो र के अरे हामीलाई चाहिएको तलको हाम्रो रिजर्भ गर्न मिल्छ नि, जुनसँग अब यो लेन्थ छ, त्यो लेन्थले एङ्गल जुन योले जुनसँग एङ्गल बना त्यसले त्यहाँ यहाँ तल L/2 cos थीटा लिन्छ। यो रिजर्भ के अरे रिजर्भ गर्नुपर्छ यसलाई। अब यसकै यो यतापट्टि यो डिरेक्सन भयो। अब यसको अर्को वाइमा चाहिँ L/2 sin थीटा हुन्छ भर्टिकलमा है। अब एउटा यसको लागि यो भयो। अब अर्को के हुन्छ, आरबीले र एफबीले दिन्छ। आरबीले एफबीले दिन्छ के हो, टोटल लेन्थ भनेको एल भयो, यहाँ थीटा भयो। अब यसरी नै यहाँ एल cos थीटा। अब यो यहाँको लेन्थ र यहाँको लेन्थ एउटै हो नि, एल sin थीटा। यो यहाँ यसरी निकालेर यतासम्म पुऱ्याएर यो यहाँ एल sin थीटा लिनु र के अरे यहाँ एल cos थीटा लिनु एउटै हो नि। त्यो अब हामीले मुभमेन्ट चाहियो। मुभमेन्ट निकाल्दा के चाहियो, डब्लु तलपट्टि आहा एन्टी क्लकवाइज हामीले यसरी जाँदा क्लकवाइज माइनस। अब यसलाई यो यसरी यहाँ आउँदाखेरि यो यसले मुभमेन्ट दिने क्लकवाइज भयो, एन्टी क्लकवाइज हुन्छ भनेपछि डब्लु इन्टु L/2 cos थीटा छ एउटा हाम्रो, हो किन। अब अर्को भने के छ भने एफबीले दिन्छ, एफबीले एन्टी क्लकवाइज दिन्छ। एन्टी क्लकवाइज भनेको मुभमेन्ट हाम्रो माइनस एफबी। अब यो चाहियो नि त, यो भनेको त एल cos थीटा हो। यो भनेको एल cos थीटा माइनस अब आरबीले नि नेगेटिभ दिन्छ, तर आरबीले डिस्टेन्स के दिन्छ, भर्टिकल दिन्छ। भर्टिकल किनकि यसको परपेन्डिकुलर यो होरिजिनल डिस्टेन्स हो, होरिजिनल डिस्टेन्सको डिस्टेन्स भनेको यो होरिजिनल फोर्स हो, होरिजिनल फोर्सको के अरे भर्टिकल डिस्टेन्स हुन्छ। भर्टिकल डिस्टेन्स भनेको यो हो, भर्टिकल डिस्टेन्स भनेको एल cos आरबी एल sin थीटा इक्वल टु 0 भयो हाम्रो त। अब के भयो भने अब एल sin थीटा भयो, एल sin थीटा अब हाम्रो सबैलाई एउटै फर्ममा लैजाऊँ कि सबैलाई आरको फर्ममा आरएको फर्ममा लैजाऊँ कि सबैलाई आरबीको कि सबैलाई डब्लुको फर्ममा। त हामीले के गऱ्यौँ, आरबीलाई आरए डब्लुलाई आरए सबैलाई आरए फर्ममा छ नि त। आरए डब्लु भनेको एउटा आरबी डब्लु 1.04 आरए L/2 cos थीटा माइनस आरबी अघि नै भने हो 0 कि म्यू आरबी हुन्छ एल cos थीटा माइनस आरबी एल sin थीटा इक्वल टु 0 भने आइभक्क सबै। अब यता हेर एल यहाँ कमन छ, हाम्रो एल काटेर उता फालिदिउँ। अब हाम्रो बाँकी रह्यो के हो 1.04 आरए cos थीटा बाई 2 माइनस म्यू 0.2 नै भयो। आरबी भनेको अर्को 0.2 आरए हुन्छ cos थीटा माइनस आरबी 0.2 आरए sin थीटा इक्वल टु 0 भयो हाम्रो। अब यो भने यो यति गर्नु पऱ्यो हाम्रो
0.04 डिभाइड बाई 2 गर्दा कति आउँछ अर्कोमा 0.52 यस्तो अब यो भन्दा नि आरे यहाँ छ आरे यहाँ छ आरे यहाँ छ आरे आरे सबै क्यान्सल भयो अनि यो डिभाइड बाई यो भनेको कति भयो 0.52 cos थीटा यहाँ आयो माइनस 0.2 को स्क्वायर भनेको 1.04 0.04 cos थीटा यहाँ आयो माइनस अब यो भनेको 0.2 नै भयो 0.2 sin थीटा इक्वल टु 0 अब यता हेर sin एक ठाउँमा cos उता जान्छ यो र यो हो भनेपछि 0.52 माइनस 0.04 गर्दाखेरि अर्कोमा 0.48 cos थीटा इक्वल टु 0.2 sin थीटा cos अपन sin भनेको tan हो नि यो यता ल्याउने अर्कोमा 0.48 बाई 0.2 इक्वल टु sin थीटा अपन cos थीटा यो भनेको tan भयो हामीले यसलाई tan लेख्न पाइन्छ हो किन tan थीटा लेख्न पाइन्छ अब हामीले के गर्नु अर्को के गर्नु भन्छ नि थीटा इक्वल टु यो थीटा इक्वल टु tan इन्भर्स 0.48 बाई 0.2 लेख्न पाइन्छ यहाँबाट थीटाको भ्यालु कति आउँछ यहाँ हेर्नुहोस् अब tan इन्भर्स 0.48 अपन 0.2 भन्नाले 67.38 आउँछ अब यसलाई डिग्री मिनट लेख्नु पर्यो नि यो यहाँ चाहिँ लेख्ने यो यसमा इन्जिनियर भन्दा माथिकोमा खिच्ने कति आयो 67 डिग्री 22 मिनट 48.49 मिनट सेकेन्ड यति हो हाम्रो एन्सर यसरी